नमस्कार सम्पूर्णमा हजुरहरूलाई हजुरको नेपाली भान्सामा स्वागत छ। आज म एकदमै हेल्दी खाजा कोदोको पुवाको रेसिपी लिएर उपस्थित भइसकेकी छु र यो बनाउन एकदमै सजिलो छ। सर्वप्रथम यहाँ चाहिँ मैले 3 कप कोदोको पिठोलाई लिएकी छु, जसलाई चाहिँ छान्नीमा छान्नु पर्दछ। अब थोरै थोरै पानी हालेर मुछ्न सुरु गर्नुहोस्। गिलो रोटी बनाउने भन्दा अलि साह्रो नै डो बनाउनु पर्दछ। हेर्नुहोस् त यत्तिको साह्रो हुनु पर्दछ। अब एउटा प्यानमा 1.5 चम्चा घिउ राख्नुहोस् र घिउ तातिसकेपछि सौँफलाई पनि फुराउनुहोस् र त्यसपछि अघि बनाएको उक्त डोलाई पनि सोही प्यानमा हाल्नुहोस्। अब एउटा पन्युको सहायताले उक्त डोलाई टुक्रा टुक्रा पार्नुहोस् ताकि उक्त डो टुक्रियोस् भनेर हो। र हिट चाहिँ मिडियम टु लोमा मात्र राख्नुहोला। हिट चाहिँ मिडियम टु लोमा मात्र राख्नुहोला, नत्र चाँडै डढ्न सक्दछ। यसलाई चाहिँ छोप्दै चलाउँदै पकाउनु पर्ने हुन्छ। यसो गर्नाले चाहिँ सबैतिर समान रूपमा पाक्दछ। पन्युको सहायताले चाहिँ सबै डल्लोलाई टुक्र्याउँदै लानु पर्दछ। धुलो पनि बनाउने होइन, अलिअलि सानो सानो डल्लो हुने गरी टुक्र्याउनु पर्दछ। 10-15 मिनेटको पकाएपछि यहाँ मैले 2 चम्चा चिनी राखेँ र गुलियोलाई ब्यालेन्स गर्न आधा चम्चा नुनलाई पनि हाले र पन्युको सहायताले मजाले चलाउनुहोस्। कोदोको सेवनले वेट लस गराउँदछ, कपालको ग्रोथलाई पनि बढाउँदछ र छालाको समस्याहरूलाई पनि हटाउँदछ। यसका यति धेरै फाइदाहरू छन् र फेरि पनि 2-3 मिनेटको लागि छोपेर पकाउनुहोस् ताकि चिनी पग्लिएर सबैतिर लागोस् भनेर। हेर्नुहोस् त हाम्रो कोदोको पुवा बनेर पनि तयार भइसकेको छ। यति धेरै सजिलो छ यो बनाउन। कम सामग्रीहरूबाट नै मिठो खाजा हामी बनाउन सक्छौँ। यसलाई चाहिँ मैले एउटा कटोरामा सर्भ गरेकी छु र यो खाजा बजारको खानेकुरा भन्दा त कैयौँ गुणा हेल्दी र फ्रेस पनि हुन्छ। यो हजुरहरूले पनि यसरी नै बनाएर खानुहोला। हवस्, धन्यवाद।